हेलो मिस्टर अविरल शेरुको ब्लगबाट सेवा ढोक बिजोक रमाइलो जङ्गल फडानी कार्यक्रम हो गइरहेको छ। भुसु नै यति बेलै आउँछ यार, चैत वैशाखमा यस्तै हो। ल ठिक छ, ओके छ, भेरी गुड। हेर आगो दन्केको दन्किरहन्छ। साथीहरूले सम्झिँदो डढेलो लागेछ बन्द भनेर, तर डढेलो लागेको होइन। ब्लकलाई चाहिँ अब हामीले चाहिँ यसो बाटोमा अग्नि रेखा गरेको मात्रै हो साथी हो। टलाएर चाहिँ तपाईँको हर्मोनी बाख्राको हर्मोनी यस्तै हो, रमाइलो छ बिजोक साथीभाइ हो। अब सकियो हेर, सबै आफ्नो आफ्नो यस्ता। हाम्रो भाउजू पनि हुनुहुन्छ, उहाँ टक्कैसँगले हो। सम्पूर्ण साथीभाइहरू आरामको कुशल मङ्गले। सन्ते दाइको सान पर भिन्नै छ। फेरि उता भाउजू, हाम्रो भाउजू फेरि साइला पनि आएछ भन्दैछ, मेम्बाङ साइला पनि आएछन् भन्दैछन्। हाम्रो भाउजू रमाइलै छन् मान्छे। यता धम्रो सरको चाहिँ के छ, घन्टा सन्टा बोकिएछ, भाला साला लिओरी आएको रहेछ। हर कुरो छ हौ, हर कुरो छ। टाइममै गर्छ कि काम छिटो सक्यो भने बसेर भने टाइम त पुऱ्याउनै पर्छ कि। टाइमसम्म चाहिँ हामी बस्दिनँ त, के नै छ र होइन र सर। उहाँ पनि हाँस्नु हुँदैछ। यता हाम्रो सदस्यज्यू, हाम्रो बडी हिमको अनि भाउजू सदस्यज्यू, यहाँ सम्पूर्ण साथीभाइहरू उता पनि कता कता सबै अहिले जङ्गलभित्र छन् मान्छेहरू। दैले बसिरहेको बिन्दास रमाइलो छ साथीभाइ हो। यस्तै हो जिन्दगी होइन, पोटेटो जस्तै छ। रमाइलो भयो आजको दिन, यस्तै हो, यसरी नै बिताउनुपर्छ। आउनु भए पनि नभए पनि अब आउनु त पर्यो नि त अग्नि रेखामा त। ल बधाई छ। हेलो हेलो नमस्ते सेवाहरू। विश्राम कार्यक्रम हाम्रो अग्नि रेखाको विश्राम कार्यक्रम। बुढो गजब छ है अग्नि रेखा। हेर आगो दन्केको दन्किरहेछ। त्यो अग्नि रेखा क्या, भित्र डढेलो लाग्छ भनेर चाहिँ हामीले बाटोमा चट्ट बाटो साफ पनि हुने अनि अग्नि रेखा गरेको हो साथीभाइ हो। आफ्नो वन आफै जोगाउँ, हरियो वन नेपालको धन भन्छ नि। आफ्नो वन आफै जोगाइएको हो साथीभाइ हो। त्यस्तै छ है हाम्रो घर गाउँले कार्यक्रमहरू। विश्राम कार्यक्रम। जोस् साथी हो, जोस् काम गराइ मजा छ, रमाइलो छ, बिन्दास छ, बिन्दास रमाइलै छ, मजै छ। यस्तो रमाइलो छ यार काम गर्नु जिन्दगीमा यार। पहिलोचोटि आज कति आनन्ददायी छ। पालो पासहरू जिन्दगी रमाइलो छ। ल भाइ साथी हो, फेरि अर्को ब्लगमा भेटौँला।